अच्छा हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा है। आज पनि हामी आइसकेका छौं तपाईहरुको माझ भिडियो लिएर भन्दै। आजको ब्लग चाहिँ यहीँबाट सुरु हुन्छ है। आज तक हामी कुन्ते भाइ अनि म हामी दुईजना चाहिँ आज कोशी हिँडिरहेछौँ। आज माछा पार्ने सोचमा हिँडिरहेको छु होइन। अब के हुन्छ के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूले टिकटकमा हेर्नु हुँदैछ भने लाइक अनि कमेन्ट गरिदिनु होला। कस्तो हुन्छ हाम्रो ब्लग है, कमेन्टहरू गरिदिनु होला। र फेसबुकमा हेर्नु हुँदैछ भने फेसबुकमा पनि लाइक कमेन्ट गरिदिनु होला। युट्युब च्यानलमा हेर्नेले लाइक अनि सब्सक्राइब गरिदिनु होला है, कमेन्ट पनि गरिदिनु होला। के कस्तो हुन्छ हामी एकैचोटि कोशीमा पुगेको भिडियोमा त हामी एकैचोटि बनाउँछौँ। ल गाइस, फाइनली हामी चाहिँ कोशी पुगिसक्यौँ है। कोशी पुग्यो पुगेन ए पुग्यो। ल ठिक छ, हामी चाहिँ कोशी पुगिसकेका छौँ। हेरौँ आज माछा चाहिँ कति मर्ने हो। हाम्रो भाइ चाहिँ क्यामेराम्यान हुनेछ है। गाइस हेर्नु होला, आज अस्तिको भिडियो चाहिँ अलिकति एक्लै भएर अलि कस्तो भयो, फेरि एडिटिङ पनि अलि राम्रो भएन। आजको चाहिँ के हुन्छ हेरौँ, माछा के कस्तो हुन्छ। यहाँ त माछा होइन, हेर्नु ल हाम्रो कोशी लास्ट फेरि ठुलो हो नि। फेरि यसलाई चाहिँ के भनेर चिनिन्छ भन्दाखेरि सप्तकोशी भनेर चिनिन्छ है। सप्तकोशी है, सप्तकोशी के कति हुन्छ है। आज भाइले टक्कसँग क्यामेरा उनीहरूले टक्कसँग हुन्छ, म चाहिँ माछा उगाउँछु। ल गाइस, अब हामी चाहिँ माछा मार्नतिर लाग्छौँ है। हाम्रो भाइ क्यामेराम्यान हुन्छ, हाम्रो तिनवटा सर। माछा एउटा परेछ, एउटा मात्र आइसक्यो। माछा चाहिँ एकदम सानो मात्रै रहेछ है, हेर्न सक्नुहुन्छ। एउटा माछा पऱ्यो, एउटा अरू परेको छ। माछा पर्यो एउटा। माछा 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 ओ पर माछा उगाउन गइरहेको छ। घाँस छ, माछा पऱ्यो कि परेन। के लाग्यो छुङ्गा। के ढुङ्गा रहेछ। माछा चल्छ नेपालमा, कता गयो नेपालमा माछा चल्छ। ए माछा के माछा ल गाइस, माछा खोला थुनेर चाहिँ हल्का मारिएको चाहिँ माछा हेर्न सक्नुहुन्छ। यसलाई कुन माछा भन्नुहुन्छ तपाईँहरू? हेर्नु, हामी चाहिँ बुटुना भन्छौँ है, बुटुना।
यसलाई बुडुले माछा भन्छौँ हामी टन्नै पुरै यहाँ कति धेरै यहाँ यता सब यहाँ आएर जम्मा भएर रहेछ साला भ्यागुताको बच्चाहरू पनि हुन्छ यहाँभित्र पनि भएर रहेछ त हेर्नु त गाइस माछा यता पनि